हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै होला अनि म पनि सन्चै नै छु फेरि पनि स्वागत छ मेरो न्यू डे एन्ड न्यू भ्लगमा अहिले चाहिँ हामी बुलबुले ताल सुर्खेतको यिनी चाहिँ मेरो साथी हेलो भन हामी घुम्न आएको छौँ अनि यहाँ फोटो खिच्ने भन्दैछन् के भन्दै हुनुहुन्छ फोटो खिच्ने हो ठुलो मम्मी ल हुन्छ त्यो हालिदिन्छ केसमा हाल्छ सो साथीहरू यहाँ फोटो खिच्ने भन्दै ल ल हुन्छ फोटो खिच्दै हुनुहुन्छ यहाँ खै देखा नि त फोटो खिच्यौँ साथीहरू हामीहरूले यहाँ खिच्दै हुनुहुन्छ दुई भाइ खिच्नु त ठुलोमी फोटो रमाइलो लाग्यो त अझ खिच्दै हुनुहुन्छ साथीहरू हामी यहाँ दुईटा साथीहरू हामी चाहिँ फोटोहरू खिचिहाल्यौँ भन ठुलोमी राम्रो लाग्यो फोटो यहाँ छ यहाँ यो चाहिँ बुलबुले ताल हो साथीहरू सुर्खेतको बुलबुले ताल हामीले चाहिँ फोटोसोटो खिचिहाल्यौँ अब हामी यतातिर जान्छौँ आउन यतापट्टि हामी चाहिँ घुम्न आएको छौँ साथीहरू रमाइलो हेर्नु सक्नुहुन्छ कस्तो रुसेको क्या ठुलोमी यो के हो ठुलोमी यहाँ फोटो खिच्दैछौँ साथीहरू हामी फोटो खिचिदिने हो ल यता हेर्नु न सबैजना ल हेलो भन्नु सबैजनालाई स्वागत छ हाम्रो न्यू भिडियोमा भनेर अघि नै भनिसक्यौँ साथीहरू बरु यिनी टिकटक बनाउँदैछन् यो रुख हेर्नु सक्नु साथीहरू बुलबुले तालको ल दुईटा के अरे हामी चाहिँ फोटो भिडियो गराउँदै भ्यायौँ यहाँ अब यहाँ एउटा धारा छ कि हेर्नु सक्छ यिनी पनि भिडियो बनाउँदैछिन् ठुलो मेरो दिदी चाहिँ अगाडि गइसक्नु भयो यो चाहिँ हाम्रो के भन्छ आई लभ यु होला अनि साथीहरू यस्तो छ यहाँको भ्यू चाहिँ यिनी भिडियो बनाउँदै फोटो खिच्दै गरे एकछिन सो साथीहरू अब ठुलो मेकर दिदीको फोटो खिचेपछि भेट्छु ल हामी चाहिँ अहिले घर जाँदैछौँ यो राति भइसक्यो साथीहरू अब चाहिँ हामी घर फर्किँदैछौँ भन हाम्रो सुर्खेत वीरेन्द्रनगर बजार हो साथीहरू हेर्नु सक्नुहुन्छ होइन अब हामी घर फर्किँदैछौँ राति भएर सबै थाक्नुभयो फोटो खिच्दा खिच्दा साथीहरू हेर्नु सक्नुहुन्छ यति राम्रो छ होइन वीरेन्द्रनगर बजार यहाँ हेर्नु सक्नुहुन्छ हेलो हेलो